साथीहरू नमस्ते, गुड मर्निङ सबैजनालाई। सन्चै हुनुहुन्छ? के छ हजुर? खाना खानुभयो? विदेशी त खाना खाने बेला भयो भने कि नेपालतिर चाहिँ भयो। मैले चाहिँ आज खानामा के अरे आटो पकाएको अनि अर्को घिउ। मैले कहिले कहिले खान्छु घिउ, त्यति खाँदिनँ। त्यही बाहिर दुध किनेर ल्यायो अनि किनेर ल्याएको दुधमा सँगाल्छु मैले। यहाँ खाने होइन, यति खाने हो यो घिउ। यो साथीहरू अब पाहाडतिर पो ठेकामै पारिन्छ होइन। अब यता बजारतिर त त्यस्तो अब भैँसी कसैले पाल्दैन साथीहरू, कहाँको ठेकामा पार्नेहरू भयो होइन। अनि यो चाहिँ सलाद भयो, यी देख्न सक्नुहुन्छ। यो टुसा उम्रेका मेथी, मटर, हरियो मटरको अनि चना। सलाद भनेपछि बुझिहाल्नुभयो, चुकन्दरहरू। अनि यो चाहिँ केरागुडीको झोल। यो माथिको चाहिँ करी पत्ता है साथीहरू, करी पत्ता खानु होला, एकदम राम्रो करी पत्ता हजुर। अनि यो चाहिँ साग, लसुन प्याज जहिले पनि खानु होला, एकदम स्वास्थ्यको लागि एकदम राम्रो हो, बिहान बेलुका हजुर। अनि यो फेरि दही भयो, दही पनि खाना खाएर लास्टमा खाना खानुलाई खाँदाखेरि भातमा, आटोमा, जेमा खाए पनि, ढेँडामा खाए पनि दही चाहिँ पहिले मुसेर नखाइदिनु हाम्रो। किनभने चलन कस्तो छ भने मुसेर खाने चलन छ नि त पहिल्यैदेखि दहीसँग। दही चाहिँ मुसेर नखाइदिनु होला। लास्टमा यो सबै खाना खाएपछि बल्ल लास्टमा दही खानु होला। अनि फर्स्टमा के खाने त भन्दाखेरि मैले अस्ति पनि एउटा भिडियो गरेको थिएँ, म अलिकति व्यस्तता हुँदाखेरि मैले हाल्न पाएको थिइनँ, त्यही भएर आज फेरि बनाएको। फर्स्टमा हजुरले यो सलाद खानु होला। यो हेर्नु, यो सलाद हुन्छ नि, यी सलादबाट स्टार्ट गर्नु होला। यो टुसा उम्रेको एकदम राम्रो यो के अरे खानलाई। मेथी हजुरलाई जुन मनपर्छ त्यही उमार्न सक्नुहुन्छ हजुर। अनि त्यसपछि साग स्टार्ट गर्नु होला। अनि त्यसपछि यो गेडागुडीको तरकारी, अनि त्यसपछि खाना लास्टमा, अनि दही हजुर। यसरी खानु भने स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ। सम्पत्ति भनेको स्वास्थ्य नै हो साथीहरू, होइन र? अनि त्यही भएर आफ्नो स्वास्थ्यको धेरै केयर गर्नु होला सबैजनाले। स्वास्थ्य ठिक छ भने आफन्त पनि नजिक के अरे आफन्तहरू पनि माया गर्नुहुन्छ, माया पाइन्छ आफन्तबाट पनि। जब स्वास्थ्य ठिक छैन भने आफन्तहरूलाई पनि 1-2 दिन 2-4 दिन त आउनुहुन्छ, त्यसपछि उहाँहरूलाई पनि झिझो लाग्छ कि साथीहरू। अनि साथीभाइलाई पनि त्यस्तै हो, आफै हृष्टपुष्ट छौँ भने साथीभाइले पनि खोज्नुहुन्छ, फोन गर्नुहुन्छ, सोध्नुहुन्छ के छ, कहाँ हो, कसो हो। जब हामी अब हाम्रो स्वास्थ्य ठिक नभओस् त साथीभाइ पनि 2-4 दिनको लागि मात्रै हुनुहुन्छ। त्यही भएर आफ्नो सम्पत्ति भनेको आफ्नो स्वास्थ्य हो, स्वास्थ्य केयर गर्नु होला है साथीहरू। अनि मैले फेरि अन्यथा नलिदिनु होला, मैले हजुरले खानुहुन्न भनेर होइन, खानुहुन्छ, सबैले खानुहुन्छ। कहिलेकाहीँ त हुन्छ नि त होइन, आफूलाई पनि भिडियो बनाएर खान मन लाग्दैछ। मैले अहिले यति महसुस गरेकी छु। म पनि खाडीमा अब 30औं वर्ष बिताएर प्लास्टिकमा खाइन्थ्यो, प्लास्टिकका प्लेट, प्लास्टिकका गिलास, कति खानु त खाँदा खाँदा थाकिएर 30औं वर्षसम्म प्लास्टिकको गिलास, प्लास्टिकको उसमा थालमा खाँदाखेरि त मिच्छाट लाग्छ नि, होइन र साथीहरू। त्यही भएर मैले आफ्नो घरमा आउँदाखेरि त्यही भएर यसरी खाएको मैले देखाएको होइन, अन्यथा नलिदिनु होला। मेरो टिकटकको साथीहरू, फेसबुकको साथीहरू जति पनि हुनुहुन्छ, युट्युब च्यानल मेरो रमा नेपाली युट्युब च्यानल छ, गएर भिजिट गरिदिनु होला भन्न चाहन्छु सबैजनालाई, फुर्सद पाउनुभयो भने। अरू कुरा त्यस्तै छ। त्यही भएर सम्पत्ति नै स्वास्थ्य हो, स्वास्थ्य एकदम मजबुत राख्नु होला भन्न चाहन्छु है त। आजलाई यति नै, कहिलेकाहीँ मैले भिडियो हाल्छु, अन्यथा नलिदिनु होला भन्न चाहन्छु। हस् त, नमस्ते, थ्याङ्क यू।